सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका तिपिनीका माओवादी पूर्व लडाकु हरिबहादुर दनुवार जो 10 वर्षीय जनयुद्धका क्रममा 3 पटक मृत्युको मुखबाट फर्किनु भयो। युद्धका क्रममा एउटा आँखा र देब्रे हातका 3 औँला गुमाएका दनुवार शान्ति प्रक्रियापछि पनि लामो समयसम्म दयनीय अवस्थामा जीवन बिताउन बाध्य हुनुहुन्छ। 3 बालबालिका सहित 5 सदस्यीय परिवार लिएर दनुवार घाम पानीबाट जोगिन पनि मुस्किल पर्ने सानो टहरमा वर्षौंदेखि जीवन बिताउन बाध्य हुनुहुन्थ्यो। नेपाली कम्युनिस्ट पार्टी 5 पोखरी थाङपाल गाउँपालिका समितिले पूर्व लडाकुको यस्तो दयनीय अवस्था देखेपछि केही महिना अघिबाट घर निर्माण अभियान सुरु गरेको थियो। जनस्तरबाट संकलन गरिएको चन्दाबाट निर्माण सम्पन्न भएको घरको प्रदेश सभा सदस्य युवराज दुलालले रिबन काटेर उद्घाटन गर्नुभएको छ। सोही अवसरमा उहाँले पूर्व लडाकु हरिबहादुर दनुवारलाई घरको चाबी पनि हस्तान्तरण गर्नुभयो। उहाँ जनयुद्धको एउटा योद्धा हो। उहाँले धेरै जनयुद्धमा धेरै योगदान गर्नुभएको छ र उहाँ आफै घाइते योद्धा पनि हो र उहाँले घर निर्माण गर्न नसकेको कुरा जब मैले थाहा पाएँ, सुनिसकेपछि मैले यहाँको 5 पोखरी थाङपाल गाउँपालिका पार्टी कमिटीका साथीहरूलाई जम्मा गरेर उहाँको घर चाहिँ पार्टी कमिटीको तर्फबाट निर्माण गरिदिने र उहाँलाई हस्तान्तरण गरिदिने भनेर एउटा निर्देशन नै पार्टी कमिटीलाई मैले दिएँ र पार्टी कमिटीले त्यो अभियान उहाँहरूले सुरुवात गर्नुभयो। सुरुमा पार्टीका जिम्मेवार साथीहरूले आफूले स्वैच्छिक ढङ्गले रकम उठाएर आह्वान गर्न थाल्नुभयो, घर निर्माण सुरु गर्नुभयो। त्यसपछि देशमा विदेशमा रहनुभएका सबै सहयोगी महानुभावहरूले सानोदेखि केही उल्लेखनीय सहयोग उहाँहरूले गर्नुभयो र हामीले यो घर निर्माण केही जिन्सी पनि सहयोग प्राप्त गऱ्यौँ। यसरी पार्टी कमिटीकै सो पहलमा र हाम्रो आन्तरिक स्रोत व्यवस्थापनबाट नै यो विशाल दनुवारको र उहाँको परिवारको लागि 5 लाख बराबरको बजेटमा हामीले घर निर्माण सम्पन्न गरेका हौं। अभियानमा स्थानीयवासी, विभिन्न व्यक्ति तथा शुभेच्छुकहरूको सक्रिय साथ रह्यो। घर निर्माणका लागि बालुवा, सिमेन्ट, बत्ती लगायतका जिन्सी सामग्रीहरू 1,37,000 रुपैयाँ बराबरको सहयोग जुटेको हो। नेकपा गाउँपालिका समिति संयोजक दिलबहादुर वाइवाका अनुसार नगदतर्फ 3,15,690 रुपैयाँ सहयोग प्राप्त भएको थियो। विशेष गरी हामीले विशाल जीको चाहिँ घर निर्माणको सवालमा उहाँ चाहिँ लामो समयदेखि जनयुद्ध कालमा हिँड्नुभएको र आफ्नो जीवन चाहिँ जनयुद्ध कालदेखि लिएर एउटा चाहिँ समाजप्रति, देशप्रति उत्सर्ग गर्नुभएको कारणले उहाँलाई वासस्थानमा बस्ने स्थानको नै समस्या भएको हुनाले हामीले विभिन्न साथीहरूसँग चाहिँ आर्थिक सहयोगदेखि लिएर सबै चिजहरू चाहिँ सहयोग जुटाएर चाहिँ हामीले लगभग 1,46,000 जति आर्थिक सङ्कलन गऱ्यौँ नगदमा विभिन्न सामाजिक सञ्जाल मार्फत र स्वतस्फूर्त। यो नितान्त एउटा सामाजिक कार्य हो भनेर उहाँहरू स्वतस्फूर्त रूपमा हामीसँग जोडिनु भयो र हामीले त्यति रकम सङ्कलन गऱ्यौँ र त्यो रकमभन्दा बाहेक पनि हामीले जिन्सी रकमहरू पनि सहयोग गर्ने दाताहरू हुनुहुन्छ। जिन्सी रकमहरू सहयोग भयो, जसमा चाहिँ जिन्सी रकम पनि लगभग हामीलाई 1,77,000 जति को चाहिँ जिन्सी सहयोग भयो। यसै गरी सबै चिजबाट चाहिँ हामीलाई यो घर निर्माण गर्दाखेरि लगभग 5 लाखको हाराहारीमा हामीलाई खर्च भएको छ। यही कुराहरू राख्दै सबै साथीभाइ, समाजसेवी, बुद्धिजीवी सबैको चाहिँ उल्लेख्य इच्छा र चाहना र सहयोगमा चाहिँ हामीले यो घर निर्माण गर्न चाहिँ सफल भयौँ। सशस्त्र जनयुद्धका क्रममा 3 पटक मृत्युको मुखबाट फर्किएका 5 पोखरी थाङपाल गाउँपालिका तिपेनीका पूर्व लडाकु हरिबहादुर दनुवारको जीवनले युद्धपछिको राज्य र समाजको वास्तविक अनुहार झल्काउँछ। युद्धमा एउटा आँखा र देब्रे हातका 3 औँला गुमाएका दनुवारले शान्ति प्रक्रियापछि पनि सम्मानजनक जीवन भने पाउन सक्नु भएन। तत्कालीन माओवादी पक्षबाट लड्दै कमरेड विशालको नामले चिनिएका दनुवारले देश शान्तिको बाटोमा हिँड्दा पनि आफू र परिवार भने असुरक्षित जीवन बिताउनु परेको पीडा बोक्दै आउनुभयो। जनयुद्धमा योगदान दिएका धेरै पूर्व लडाकु जस्तै उहाँको जीवन पनि शान्ति सम्झौतापछि राज्यको प्राथमिकतामा पर्न सकेन। तर यो अवस्था अब केही मात्र भए पनि फेरिएको छ। अब हामी चाहिँ देश र जनताको हितको निमित्त एक थोपा रगत शरीरमा सञ्जाल वर्ग युद्ध हामी लड्छौँ, अन्तिमसँग लडिरहन्छौँ, अधुरो सपना पुरा गर्छौँ भनेर हामी लागिरहँदा हेर्नु सेनाकै घेरामा पढेर उम्किएर म आफ्नो ठाउँमा आइपुगे हो। पहिला जस्तो काम गर्न नसक्ने स्थिति शारीरले भइसक्यो। अलिकति समस्या भनौँ, अब सबै तहरोमा बसेको थिएँ।
वन डढेको देख्छ अरे मन डढेको देखिँदैन भन्ने कुरो हुन्छ नि। स्थानीयको पहल, पार्टी संरचना र शुभेच्छुको सहयोगमा दनुवार परिवारले सुरक्षित 2 कोठे घर पाएको छ। सोमबारदेखि दनुवार परिवार सुरक्षित 2 कोठे घरमा बस्न थालेको छ।